हेलो एभ्रिवान, नमस्ते। यहाँलाई स्वागत छ मेरो युट्युब च्यानल मुना भ्लग्समा। अहिले चाहिँ हामी जोरपोखरीको साइड पार्क घुम्न जाँदैछौँ। जङ्गलको बाटो छ, उपर जाँदैछ साथीहरू चाहिँ। जङ्गलको बाटो छ अनि हामी घुम्न लागिरहेका छौँ शहीद पार्क। अनि पोखरी पनि छ यहाँ, जोरपोखरी गोपेटार अनि के भन्छ सत्तुरीको बिचमा जोरपोखरी छ। चाहिँ घुम्न गइरहेका छौँ साथीहरूसँग, छोरी दिदीहरूसँग। जङ्गल रहेको छ यस्तो। कति पो टाढो हो? आइपुग्यो? ए सानोलाई त झोला बोकाएछ। पिसा फेर्ने फेर न। नातिले हो बोक्या हो कि नातिनीले बोक्या हो झोला? नातिले। हो लडी जान्छ है, पिसाब गर्न जाँदा लडी जान्छ है भने। शहीद पार्क के को बोट हो यस्तो? कटुस। यो सबै कटुस हो? हो र? सबै कटुस 35 दिनमा आउनुपर्छ। कटुसको बोट। अनि हिजो अस्ति जन्मदत्ता बनाएको, अनि जन्मदत्ता बनाएको 35 दिनमा कटुसको जङ्गल छैन। यो लुगा त काम छैन को पर्छ। कान्छीको चाहिँ माटो दल्यो कि क्या हो? होइन, कपडामा सेतोमा रातो रातो देख्छु। यो गन्देको फुल पनि राम्रै पो हुँदो रहेछ त, धेरै हुँदा त। कालीझार ओइ लड्लाउँ। डल्ला डल्ली त पर हाम्रोमा रिठु रिठु भन्छ, यता डल्ला डल्ली। खै म अगाडि साइड पार आइपुग्यो हामी। साइड पार छिटो आऊ है नाति नातिना। आया गलियो है। ए लड्छ यस्तो छ है यस्तो। बाटो कता हो? यस्तो रहेको छ यहाँ। ठाउँ चाहिँ यस्तो रहेको छ। यहाँ गुराँस पनि रहेछ। त्यहाँ गुराँस फुलिरहेको रहेछ। फन थियो गयो त। यो चाहिँ शहीदहरूको स्मृतिमा बनाएको है शहीद पार्क। खै शहीद चाहिँ अब कतिजना भयो? अहिले पर गएर
पल्लोपट्टि पुगेर आएको यस्तो रहेको छ शहीद पार्क देख्न सक्नुहुन्छ जोरपोखरीको शहीद पार्क हेर्न सक्नुहुन्छ यस्तो रहेको छ फोटो खिच्ने होला नि कस्तो उल्टो पक्ष देख्दो रहेछ शहीद पार्क शहीदहरूको सम्झनामा बनाएको पार्क चाहिँ जोरपोखरीको माथि पहाडमा रहेको छ फोटो खिचौँ ल हामी चाहिँ शहीद पार्कबाट झऱ्यौँ है अब तल यस्ता छन् साथीभाइहरू मोबाइलमा बिजी अब तल पोखरी छ त्यसमा जाने अनि त्यसपछि चाहिँ फर्किने है हामी ओह्रालो चाहिँ निकै रहेछ है तलसम्म चाहिँ ओह्रालो चाहिँ त्यहाँदेखि उतापट्टि रोड उतापट्टि चाहिँ जोरपोखरी पोखरी पनि देखाउनेछौँ यो खाना मिल्ने कटु छैन सबै व्यस्त हो फोनमा हेर्दिका के गरी खानु यो चस्माले सबै आफ्नो आफ्नो धुनमा छ हौ के गर्ने हो गाह्रो छ मलाई ऊ परको चाहिँ घर होइन येल्लो येल्लो शहीद पार्कको यहाँ गेट चाहिँ यो हो हामी चाहिँ अघि पछाडिबाट आएको थियौँ अहिले चाहिँ अगाडिबाट निस्केको गेट चाहिँ यही हो यहाँ बन्दुकको जोरपोखरी शहीद पार्कको गेट चाहिँ यही हो साथीहरू यहाँ चाहिँ मेन रोड छ त्यसको उतापट्टि जोरपोखरी छ यहाँ छेउमा यो चाहिँ यता झापा काठमाडौँ जाने बाटो अनि यता चाहिँ घर जाने बाटो हो ताप्लेजुङ जाने बाटो हो तपाईहरु घुम्न आउन सक्नुहुन्छ यतातिर पनि पोखरी भन्दै एउटा मात्रै देख्छु त पोखरी जोरपोखरी चाहिँ यही हो साथीहरु यस्तो रहेको छ है जोरपोखरी जोरपोखरी भन्छ खै एउटा पोखरी चाहिँ रह्यो हो र त्यो त सानो छ होला नि ए त्यता पनि जानु पाइन्छ ए जाने हो राम्रो छ जाउँ न त माछा रहेछ यहाँ रातो माछा हो पोखरीमा रातो कालो माछा ओइ उता उयो मर्या हो कि के हो कान्छी परेवा मर्यो कि आँखा देखिन हौ मैले ए म त परेवा जस्तै मरेको जस्तै देखेँ कि बाटो छैन त्यो दिदी कहाँ गयो हौ कान्छी छिने ठाउँ छ भने त नजाउँ हौ यतैबाट जाउँ अब हामी जोरपोखरीबाट फर्क्यौँ यति हो घुम्ने ठाउँ खासै छैन अलिअलि छ राम्रो छ तर थोरै भए पनि जाऊँ ल म चाहिँ केही दुखेको छैन है भोक नि लागेको छैन
कुन डाँडा नजानुहोस् त्यो दिदी घर गएको अरे को बुहारी हो फेरि को बुहारीसँग बोल्दैछ यो हामी चाहिँ खाजाहरू खायो जोरपोखरीमा त्यसपछि अहिले चाहिँ चियाबारी लाने रे कान्छीले छोरीले चियाबारी जान लागेको हामी खाजाहरू खाएर चियाबारी जाँदैछौँ अब यो जोरपोखरी र चतुरेको बिच चतुरे बजार चियाबारी यता हो बाटो चतुरे नै पर्छ होइन बाराका एरिया बाराका चतुरे के लेखेको छ श्री राडा 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 हो कि नारा हो केही बुझिँदैन त के छ कोसँग बोल्छ यो चाहिँ के बनाएको कान्छी आर्मीहरूको बस्ने ठाउँ पहिला चाहिँ अहिले के स्टिलै माग्नु पर्दैन रिपेको छ त माटो खै खाजा खाएर पेट ठुलो भयो हिँड्नै सकिएन बिहान 12 बजे खाएको खाना घटेकै थिएन त्यही माथि खाजा खाइयो कुन खुसी अजन यो माया चियाबारीमा सास बढ्यो छिटो आऊ है छिटो चियाबारी हो कि अरू पनि छ त्यही हो चियाबारी यहाँ तल छ नि धेरै छैन रहेछ चियाबारी त अगाडि चाहिँ टावर छ अरे ताराहाङ बङ्गुर तथा पशु फार्म अरे यहाँ चाहिँ यो धुपको बोट होइन हो खै म त केही थाहा पाइनँ धुपै होला हौ सायद बङ्गुर फार्म भनेको छ तर पुरै बाख्रै बाख्रा छ यहाँ चाहिँ बङ्गुर फार्म भनेर बाख्रै बाख्रा पाले हेर्न आएको टावरै पाइएन होइन के भन्छ सानुले यहाँबाट चाहिँ पुरै गाउँहरू देखिन्छ यता 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 यताको गाउँहरू पुरै देख्छ है के कता कता हो यस गाउँ बाटो चाहिँ यस्तो छ है साथीहरू ओह्रालै ओह्रालो कसरी हिँड्ने हो थाहा छैन मनपर्छ र साथीहरू यो चाहिँ सुनलहरी हो है सुनलहरी यसले त यतिकै राख्यो भने नि ऊ हुन्छ होइन फैलिन्छ होइन सुनलहरी यसले चाहिँ यसको चाहिँ फेद भेट्यो भने सुनै सुन हुन्छ र तर यसको फेदै भेटिँदैन कहिले यसले चाया जाने कपाल झरेको पनि अनि के अरे उयो नि गर्छ अरे के भन्छ चाहे जाने कपाल झरेको रोक्ने अनि जन्डिस
पहिलो जेनेरेसन नि सन्चो हुन्छ अरे खायो भने लगायो भने चाहिँ चाया जाने कपाल झरीको रोक्ने गर्छ है यो चाहिँ हाम्रो गाउँतिर हुन्छ साथीहरु हामी छोरीको घर आइपुग्यो है अब सानुलाई त्योहरू छोरीको घर आइपुग्यो यो चाहिँ छोरीको घर हो अब हामी एकछिन बस्ने अनि गाडी कुरेर घर जाने आएको 70 बजार